र बुढीसँग आउनु चाहिँ त्यो मजा छैन रहेछ क्या। र मेन गरी के भन्दाखेरि चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्डको लागि डेटिङ गर्ने जग्गा पनि छ क्या। डेटिङहरू पनि चलिरहेछ हो, मान्छेहरू चाहिँ म देखाउँदिनँ हो। यस्तो घरमा बसेर पनि डेटिङ गर्नु सक्नुहुन्छ। वहाँनिर एउटा पाइप छ, अघि मैले त्यो पाइप देखाएँ, त्यो पाइपमा पनि तपाईँहरूले डेटिङ गर्नु सक्नुहुन्छ। वहाँनिर पनि छ डेटिङ गर्ने जग्गा ऊ होइन पनि यो गाडीको पछाडि पनि तपाईँहरू डेटिङ गर्नु सक्नुहुन्छ होइन। तपाईँहरू जहाँ डेटिङ गर्नु मन लाग्छ त्यहीँ डेटिङ गर्दा हुन्छ क्या। यसरी बस्ने जग्गा पनि छ हो, ढुकुर जस्तै। अन्त यो अटो ड्राइभरले चाहिँ कस्तो लेफ्ट साइडबाट अटो ल्याइदियो होइन, झन्डै मैले ग्राममा हान्दै होइन। नमस्ते साथीभाइहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यो भ्लगमा होइन। र आज चाहिँ म छु अटोमा होइन। आज हामी फिलहाल चाहिँ घुम्न हिँडेको होइन, हाम्रो यहाँनिर बच्चा पार्टीहरूलाई लिएर होइन। यता हाम्रो कान्छी गयो, कान्छी कान्छीले चाहिँ गाना गाउँदैछ होइन। दुश्मन हेरेको हेरे के र त्यहाँबाट हाम्रो दुश्मन छ धेरै। गाना गाइदियो त एकपल्ट कान्छी, यता हेर्न दामचेन, यता लु त गाइदियो त। रुसेल पनि यता हेरेर गाइदेऊ न ल साथीभाइहरू होइन। यिनीहरूले चाहिँ मजा गरेर आएको छ, हामी चाहिँ अब हिँडेको होइन। र अहिले चाहिँ हामी बिरपाडाको यो न्यू लाइन भन्ने जग्गाको बाटोमा छ होइन। र साथीभाइहरू अहिले चाहिँ हामी होइन लङ्का रोडमा छ होइन। र यसमा चाहिँ अलिकति हर्न छैन होइन, त्यही कारण चाहिँ म त्यहाँ छु। आज चाहिँ म अटो ड्राइभर भइसकेको छु हो, यहाँ हाम्रो बिरपाडाको लङ्का रोड। र साथीभाइहरू अहिले चाहिँ हामी होइन रेलगेट आइपुग्न आँट्यो, यहाँ हाम्रो रेलगेट। अन्त यो अटो ड्राइभरले चाहिँ कस्तो लेफ्ट साइडबाट अटो ल्याइदियो होइन, झन्डै मैले ग्राममा हान्दै होइन। रास्ताले कस्तो उल्टाबाट ल्याएको, राइट साइडबाट ल्याउनु पर्नेमा होइन लेफ्ट साइडबाट ल्याइदिन्छ हो। हामी यो रेलगेट आइसक्यो हो, अब रेलगेट पार गरिहाल्छु होइन। मैले चाहिँ मोबाइल पक्रिरहेको छु, यो अन्डा बाच्चाहरूले चाहिँ धेरै हल्ला गर्दैछ। र रेलगेट पार गरिहाल्छु, बाटो खराब छ। ल साथीभाइहरू हामी चाहिँ बिरपाडा बजारमा आइसक्यो होइन। हामी चाहिँ अहिले फिलहाल चाहिँ पार्क हिँडेको हो। अन्त यहाँनिर कान्छी हाम्रो अर्को कान्छी रुचेल ल के खाने तिमी? यहाँ मिया मोडमा चाहिँ अब केक सेक लिएर होइन त्यहाँ सिधै पार्कमा जाने हो। आज चाहिँ थर्सडे हो होइन, र थर्सडेको दिन चाहिँ आज पार्क खुल्ला हुन्छ हुँदैन मलाई थाहा छैन। हाम्रो बिरपाडा बजार त बन्द हुन्छ पुरापुरी झ्याप्पै हो। अन्त झ्याप्पै त छैन, कति भनौँ न अब 100मा 50% पनि छैन, 40% जस्तो दोकान खुल्ला होला, बाँकी सब बन्छ हो। अन्त लु आइपुग्यो हो एकजना हो, के बोकेर आयो आउँदैछ, के लिएर आयो आम्बो यसो देखाउ त। वाउ र साथीभाइहरू हामी चाहिँ अहिले चाहिँ बिरपाडा पार्क पनि पुगिसक्यो हो। हेर्नु सक्नुहुन्छ बिरपाडा पार्कको बाहिरबाट नजारा चाहिँ कुछ यस्तो छ एन्ट्रेन्स होइन। र अन्डा बच्चाहरू चाहिँ सबैजना बिच हतार भएर चाहिँ भित्र पुगिसक्यो हो। उहाँ हेर्नु सक्नुहुन्छ, पराइहरू चाहिँ मजाले खेल्नु थालिसक्यो होइन। म चाहिँ यहाँनिर मिठाईहरू लिएर आउँदै थिएँ होइन, उनीहरू चाहिँ पसेर पनि मजाले खेल्नु थालिसक्यो। र यतातिर यस्तो छ होइन, अहिले चाहिँ यो सिजनमा चाहिँ होइन पानी पर्दैछ नि त, अन्त जुगाहरू आउने चाहिँ पुरा चान्सेस छ हो। आम्बो ल ल घुमाइ आम्बो कान्छी आहै आहै ल आम्मा यहाँ अन्त उयो रहेछ त्यो घुमाउनेवाला। कसरी टिकट हो दिदी? एकजनाको 50 रुपियाँ। नानी नउत्रिने? उत्रिँदैन? आम्म उहाँ हेर न मजाले पक्रेर बसेको, डराएको पनि छैन। तोडा तोडा नानी
कान्छी चढा भेटेन त्यसले सानो जग्गा चढा पिङ खेल्ने भन्छ लो कान्छी तँ पनि चढ्दै लो मुन्चे पानी छ नि फेरि हेरेर नि फेरि पहुँच लु उहाँ नै अर्को फेरि झुन्डेको छ के भन नानी तिमी नखेल्ने खेल्दैन यहाँनिर चाहिँ यिनीहरूले चाहिँ हेभी मजा लुट्दैछ होइन मजा गर्दैछ मजा आउँदैछ रुसेल रुसेल मजा आउँदैछ भनेको दामचेनलाई मजा आउँदैछ दामचेन मजा आउँदैछ दामचेन खोइ भनेको यसले फेरि भाउजू भन्नु छोड्दैन हो ए कान्छी मजा आएको छ नि तँलाई छि त्यहाँनिर कोले हगिरहेको हुन्छ छ्या ए रुसेल हेर पोसेको त्यतातिर छ्या यहाँनिर चाहिँ हात्ती रहेछ हौ दामचेन हात्ती आयो हात्ती ए के हुँदैन वहाँनिर हाम्रो ऊ कान्छी त डराएको छैन तँ डराएको छुट यता आइज लु छिटो यहाँनिर अन्डा बच्चाहरूले चाहिँ टाउको दुखाइसक्यो हो आम्मा उहाँ न एउटा कता कुद्छ अर्को कता कुद्छ हो ऊ एउटा यता पोस्यो ल ल ऊ यहाँनिर अब उफ्रिने एकछिन ल दा ओ मार्साङ मार्साङ ओ मार्साङ यहाँ चाहिँ के लेखेछ भन्दाखेरि यहाँ चाहिँ नि आई लभ बिरपाडा लेखेको होला सायद यहाँ चाहिँ हो यहाँ फोटो खिच्दैन यहाँ चाहिँ एउटा फोटोग्राफी लोकेसन रहेछ होइन दामी देख्दैछ हेर्न सक्नुहुन्छ चाहिँ हाम्रो बिरपाडा पार्कको हो होइन लु अब यिनीहरूको फोटो खिचिदिन्छु एउटा म अन्डा बच्चाहरू सब चढिसक्यो लु चढाइदे त्यसलाई पनि उठाइदे ओ उहाँले दुईजना पसेर उफ्रिनु पनि थालिसक्यो अलिक उता रुसेल छेउछेउमा नजाऊ है छेउछेउमा नजाऊ नि फेरि यो देखेर चाहिँ मलाई पनि चढेर उफ्रिनु मन लागिसक्यो क्या यहाँनिर ल डर लाग्यो क्या नि ल भाइ नगर त एकछिन रोका यिनीहरूलाई पनि उफ्रिँदैउ न जाऊ कान्छी जाऊ भित्र जाऊ नानी भित्र जाऊ जाँदैन ल पक्रिदियो पक्रिनु पनि खोज्दैन अन्त यो त छोडिदिएको मैले पनि भुइँमा कान्छी ल लु उफ्रा ल ल ल ल आम्मा आस्तेरै रुसेर उता लाग्छ नि फेरि ल ल उभिर त अन्त कान्छी अनि यो मजाले हुन्छ त के को डर हो के पनि हुँदैन उभि रुसेल एकछिन रोका त रुसेल ल अब उभि फेरि डराइ बस्छ ल वहाँनिर रुसेलले कति मजा लिँदैछ तँ चाहिँ के भएको ल ल खतराले पल्टिङ ल खतरा पल्टिङ हान्ने ल लु है आम्मा ल यहाँनिर यसलाई पनि खेल्नु मन लागेको छ होइन अन्त यसले चाहिँ सोध्दैछ क्या कि म पोस्दा हुन्छ भन्दा होइन तर पोस्नु चाहिँ हुँदैन रहेछ यहाँनिर होइन र यहाँनिर पोसेको चाहिँ पर हेड होइन 10 रुपियाँ गरेर मतलब 3जनाको 30 रुपियाँ जतिजना छ त्यति होइन 10 रुपियाँ गरेर चाहिँ टिकट रहेछ यहाँ टिकट हेर्न सक्नुहुन्छ हो यो टिकट 30 रुपियाँ काट्यो 3जना खेलेको होइन र यो चाहिँ डरले सेज भएको डराएको छैन उहाँ दुईजनाले चाहिँ कस्तो मजा लिँदैछ डर चाहिँ लाग्नु अरे हो अन्त तर खानु चाहिँ नछोड्नु अरे अनि मैले जबरजस्ती भित्र हालिदिइरहेको छु नि त हो अर्कोले चाहिँ पुरा मजा लिइरहेको छ यहाँनिर होइन अर्को चाहिँ बसिरहेको छ एउटा चाहिँ फेरि सुतिरहेको छ हो के हो पारा अब म अझै भित्र हालिदिउ र साथीभाइहरू मलाई चाहिँ यहाँ अगाडि चाहिँ स्विमिङ पुल जस्तो लाग्यो हो हेर्दाखेरि चाहिँ होइन उहाँ सक्नुहुन्छ होइन मलाई चाहिँ यो चाहिँ स्विमिङ पुल जस्तो लाग्यो हो म हेर्नु पऱ्यो एकपल्ट स्विमिङ पुल हो कि के पुल हो र
हाम्रो बिरपाडाको पार्क चाहिँ लोकेसन चाहिँ यस्तो छ होइन। मान्छेहरू चाहिँ म देखाउँदिनँ हो, किनकि अब यहाँनिर डेटिङहरू पनि चलिरहेको छ हो। अन्त सनफ्लावर चाहिँ मैले यहीँ मात्रै देखेको है, अहिलेसम्म मैले देखेको थिएन यो सनफ्लावरहरू चाहिँ हो। र बिरपाडाको पार्क चाहिँ यस्तो छ, सनफ्लावरहरू पनि रहेछ यहाँ चाहिँ हो। यो चाहिँ स्विमिङ पुल हो कि के पुल हो? त्यसको बाजे हेर्दाखेरि त स्विमिङ पुल जस्तो देखेँ होइन, तर स्विमिङ पुल चाहिँ होइन रहेछ। यो चाहिँ रहेछ के भन्छ त्यसलाई, फाउन्टेन। यो चाहिँ फाउन्टेन रहेछ। खै यसमा चाहिँ पानी चलेको छैन अहिले, तर यहाँ चाहिँ के हो स्लाइडिङ बनाइदिएको छ। यो स्लाइडिङ हेर्दाखेरि चाहिँ मलाई चाहिँ होइन स्विमिङ पुल जस्तो लागिदियो परबाट हेर्दा, र होइन रहेछ चाहिँ फाउन्टेन रहेछ। अहिले चाहिँ फाउन्टेनमा पानी आएको छैन हो। अन्त यो आमा छोरी चाहिँ हेर न बस्ने लोकेसन पनि पाएछ बस्ने ठ्याक्कै हो। अब यिनीहरूको फोटो खिचिदिनु पऱ्यो। र साथीभाइहरू हाम्रो बिरपाडाको पार्कमा चाहिँ होइन धेरै रमाइलो पऱ्यो। खेल्नु लागि नानीहरूको लागि चाहिँ होइन धेरै सामानहरू छ अहिले एभाइलेबल छ होइन। फोटो खिच्नु लागि जग्गाहरू पनि छ हो। वहाँनिर त्यो अघि मैले देखाएको थियो यो, यसमा चाहिँ नानीहरू जम्पिङ गर्नु सक्छ होइन। र यहाँनिर क्लाइम्बिङ गर्नु लागि पनि छ, हेर्नु सक्नुहुन्छ। क्लाइम्बिङ गर्नु लागि, स्लाइडिङ गर्नु लागि उहाँ छ ऊ स्लाइडिङ गर्नु लागि हो। पिङहरू छ हो। अन्त फाउन्टेन सो चाहिँ अहिले भएको छैन रहेछ, पहिला चाहिँ फाउन्टेन पनि थियो हो। अर्को चाहिँ उहाँ बसिरहेको छ, यसरी बस्ने जग्गा पनि छ हो ढुकुर जस्तै। र यसरी नानीहरू माथि चढ्ने जग्गा पनि छ नि नानी, यता त मार्छन्। र मेन गरी के भन्दाखेरि चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्डको लागि डेटिङ गर्ने जग्गा पनि छ क्या, दामी छ डेटिङ गर्ने जग्गा पनि हो। वहाँनिर एउटा पाइप छ, अघि मैले त्यो पाइप देखाएँ, त्यो पाइपमा पनि तपाईँहरूले डेटिङ गर्न सक्नुहुन्छ। र यस्तो उयो छ घर छ होइन, यस्तो घरमा बसेर पनि डेटिङ गर्न सक्नुहुन्छ। र यस्तो उयो छ लोकेसन, यहाँनिर बसेको त्यो दिदी, त्यो जग्गामा पनि तपाईँले बसेर डेटिङ गर्न सक्नुहुन्छ। वहाँनिर पनि छ डेटिङ गर्ने जग्गा ऊ होइन पनि। यो गाडीको पछाडि पनि तपाईँहरू डेटिङ गर्न सक्नुहुन्छ होइन। तपाईँहरू जहाँ डेटिङ गर्नु मन लाग्छ त्यहीँ डेटिङ गर्दा हुन्छ क्या। र बुढीसँग आउनु चाहिँ त्यो मजा छैन रहेछ क्या, बुढीसँग आउनु पार्क मजा छैन, जस्तो गर्लफ्रेन्डसँग आउनु मजा छ नि त्यस्तो मजा चाहिँ केही छैन। र यहाँनिर होइन धेरै कुरोहरू छ गर्नु लागि। दुईवटा बदमास चाहिँ पुग्यो वहाँनिर, क्लाइम्बिङ पनि गरेर छ हो, चढ्दैछ उहाँ स्लाइडिङ गर्नु लागि हो। एकछिन पर्खाइ मुनि बहिनी छ हो, यता आऊ तिमी चाहिँ। अर्को चाहिँ फेरि यहाँबाट स्लाइडिङ गर्दैछ हो, उकालो चढ्दैछ एउटा चाहिँ, फेरि एउटाले ओह्रालो झर्दैछ हो। झरी पनि सक्यो हो। आरामले चढ। रुसेल बेसी बदमास छैन है। ल चढे यो पनि फेरि चढ आरामले। ल कान्छी आम्मामा ल अर्को झऱ्यो। ल पक्रिन्छ आइज, ल पक्रिन्छ आइज ल आइज न। ल ल आइज। ओ अर्को झरिसक्यो, एउटाले भाउजू भनेर वाक्कै बनाइसक्यो हो। लु छिटो आइज नि त। ल आइज छिटो आइज न, के डराइ राखेको। एउटा चाहिँ फेरि यहाँनिर छ हो ऊ, जो चाहिँ फेरि माथि चढ्नु पनि सकेको छैन, त्यो चाहिँ फेरि वहाँनिर। कहाँ जाने अरे नानी, कहाँ जाने अरे तिमी? माथि चढ्नु जाने हो ए नानी, ओ कान्छे ए यहाँ ए ओ यो यसलाई चाहिँ क्या न माथि चढ्नु सकोस् न ओह्रालो झर्नु सकोस्, त्यही मान्छे पुरा तम्सिरहेको छ। ऊ चढ्यो, स्लाइडिङमा चढ्यो पऱ्यो। चढा लु कान्छे चढा। आम्मा लु चढे नानी, लु त्यहाँबाट चिप्लाइदिएन मुनि। लु आए हटे कान्छी त्यहाँबाट। ऊ आम्मा
यहाँ आइला उतापट्टि खेला थाहा खोइ आऊ फेरि फेरि आऊ फेरि 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 आऊ ताली बजाऊ खोइ ताली बजाऊ न अब बजाउने ताली लु आयो अर्को आयो आयो लु बजाऊ ताली मासँग उयो आउँदैछ खेल्ने लु आइज लु आइज आइज लु दिदी आउँदैछ लु आइज लु आइज मासँग छ मासँग आइज नि लु मासँग है ल ल खेल्ने अरे मासँग खेल्ने ज्यादा बदमासी नै छोड दे तल आएर पक्रिँदै दे भयो के हो के खेल्ने जुम जुम भयो दुईजना त्यहाँ खुट्टा चेपिन्छ नि फेरि कहाँ जाने कान्छी पिङमा लड्छ पिङमा नचरा आम्मा कान्छी आफै हल्लेको हानाले औ आफै हल्लेको र यिनीहरूले चाहिँ पुरै मजा लिँदैछ होइन र यिनीहरूले थकाइसक्यो हामीलाई नै घरि यता कुद्छ घरि उता कुद्छ हो घरि यहाँ जाने घरि उहाँ जाने उहाँ यो फुच्ची हेर यो फुच्ची उसलाई केही आउँदैन तर पनि ऊ त्यसै बिचमा कुदेछ लु लु आऊ 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 नानी लु आऊ लु आऊ बोक्नु भन्छ अन्त लु हिँड न त लु म पनि जाने आऊ लु हिँड लु हिँड हिँड कहाँ जाने त उहाँ चढ्ने रुसेल दादासँग चढ्ने ल फेरि यहीँ चढ्ने अघि पनि यहीँ चढेको फेरि यहीँ चढ्ने अरे लु पर्खा पर्खा नखेल्ने दामछेन लड्छ है दामछेन नानीहरूलाई चाहिँ वाक्कै बनाइसक्यो यहाँनिर म चाहिँ पसिना पसिना भइसक्यो हो यो खेलेको 3 पल्ट भइसक्यो 3 पल्ट अझै पक्कै बनाइसक्यो घरि कहाँ कुदाउँछ घरि कहाँ कुदाउँछ ऊ अर्को उता कुदिरहेको चर भन्दैछ बिचारा मार्सँग नै गयो उता ओ खुट्टा बाच्चा एउटा फेरि पछाडि छ पछाडि देखाइदिइहाल्नु एउटा पनि छुट्टीले त्यस्तै छ हो कहाँ कहाँ कुदे गर्छ र अब फेरि एकपल्ट घुमाइदिए भन्दैछ पक्रिँदैन घुमाइदिए अरे हो घुमाइदिइहाल्छ यसलाई ल पक्र 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 लास्ट हो अन्ता के गर्ने तिमी लु गर त के गर्छ ल ल ल के गर्नु पर्यो नानी यस्तो लु 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 आम्मा लु खतरा ल ल ल त हाँसेर क्या अरूले जे गरे त्यही गर्नु परिहाल्छ लु जा हात भेटेको भए पो पक्रिन्छ अब त्यो दुईटा हात अनि दिमाग छ नि त्यहाँ भयो दिमाग लाग्यो न फेरि अर्को जग्गा देखाउँदैछ गयो म्याडम हिँडेको भइसक्यो म्याडम अब उसलाई फेरि पिङै खेल्नु अरूले जे गरे उसलाई त्यही गर्नुपर्छ नानी पानी छ हौ त्यहाँ पानी छ बुङ हुन्छ देखाएको छ अब हो ल म्याडमले यहाँनिर लु म्याडमले चाहिँ यहाँनिर पिङ खेल्नु थाल्यो हो जबरजस्ती गरेर अरूले जे गरे उसलाई पनि त्यही गर्नुपर्ने अन्त अहिले चाहिँ पिङ खेल्नु थाल्यो उसलाई पिङमा बसेर सन्चो भयो लु हल्लाइदियो लु
लड्छ नानी खेल्दैन अरे यो उतार्दै भन्छ घरि हाल्दै भन्छ हो वाक्कै बनाइसक्यो काबिनाको फोटो खिचिदिन्छु एउटा यसले चाहिँ यहाँनिर हेब्बी याङ याङ गर्दैछ क्या आम्मो वाडो ओ पक्रिरहेको छ त त्यहीँनिर भन्दैछ हौ त्यहाँ पिङमा लैजा अरे ल ल हिँड्छौँ घर जाउँ पानी किन्नुपर्छ ल साथीभाइहरू हामी चाहिँ अब होइन बोक्यो ल साथीभाइहरू अब हामी चाहिँ निक्लेको हो यिनीहरूले साह्रै बदमास गर्न थाल्छ क्या एउटाले पुरा याङ याङ गर्न थाल्छ क्या हो छुलछुल गरेर अब हामी चाहिँ निक्लेको होइन यहाँबाट र लास्ट एकचोटि बिरपाडा पार्कको नजारा देखाइदिन्छु होइन त्यस्तो छ बिरपाडा पार्कको नजारा चाहिँ होइन तपाईँहरू पनि आउनु बिरपाडा पार्कमा हो र बाहिरबाट चाहिँ कुछ यस्तो छ र लोकेसन भन्दाखेरि चाहिँ होइन यता बिरपाडा चौपतीदेखि लिएर बिरपाडाबाट निक्लिँदाखेरि चाहिँ चौपतीदेखि लेफ्ट साइड आउनुपर्छ मादरी जाने बाटोमा होइन र अलिकति अगाडिपट्टि यस्तो बाटो छ लेफ्ट साइडमै छ त्यो बाटो पनि त्यहाँबाट चाहिँ भित्र बसेर सिधै पार्क बिरपाडा पार्क हो ल त अब तपाईँहरूसँग एकैचोटि घरमा गएर भेट्छु हो नानीले साह्रै ह्याङ गरे गीदी हो अहिले त खुसी भयो नानी अब घर जानुपर्छ ल अझै देखाउँदैछ अब अझै देखाउँदैछ के देखाउँदैछ देखाउँदैछ ल अब हामी चाहिँ निक्लेको हो तिमीलाई कस्तो लाग्यो मजा आयो कान्छी तिमीलाई मजा आएन अझै खेल्ने भोलि आएर खेल्नु भोलि खेल्नु ल आज त मलाई अगाएन नि मलाई त आज यति यति भइसक्यो यति कहाँ जाने अरे ल भोलि स्विमिङ पुल जानुपर्छ ल ए मार्छन् कहाँ जाने भोलि त कहाँ जाने नि यसलाई त जहीँ लगे पनि जाउँ भन्छ नि हो खालि घुम्नु चाहिँ पाउनु पर्यो उसले बोलाउनु थाल्यो अझै पनि भित्रै देखाउँदैछ होइन हो अब हामी चाहिँ निक्लिनुपर्छ यसले भित्र देखा गर्छ होइन ल तपाईँहरूसँग अब घरमा गएर भेट्छु र अहिले चाहिँ हामी होइन यता मोमो चाउमिन खाने जग्गामा आइसकेको छ हो अन्त के खाने अरे रुसेल औ के खाने अरे थुक्पा खाने अरे उसले थुक्पा खाने दाम चाहिँ के खाने चाउमिन खाने चाउमिन त पाउँदैन होला बहिनी यहाँ चाउमिन चाहिँ पाउँछ कि पाउँदैन चाउमिन सोधिदियो त चाउमिन पाउँदैन चाउमिन चाहिँ यहाँ पाउँदैन अरे हो बहिनी के खाने अब थुक्पा खा तँ पनि ल अब उसले पनि थुक्पै खान्छ हो अब कान्छी के खाने ओ मार्साङ के खाने नि भन्न त अन्त तँ चाहिँ के खाने केरा कन्डा यसले चाहिँ टाइपो खान्छ अरे हो म पनि थुक्पै खान्छु हो लु ओत्री कान्छी यहाँ बसेर खाने निम्रा आउँदैछ क्या तल त जाउँ यहाँ बस्छ यिनीहरू चाहिँ बसिसक्यो हो बस कान्छी बस ल अब चाहिँ हामी खाना आँटेको होइन भनिरहेको छ आन्टीले अब बनाइदिन्छ हो त्यहाँबाट चाहिँ खाने भोक लाग्यो अरे हो थुक्पा नखाउला भात खाउला भात खाने नखाने हाम्रो मार्साङले चाहिँ यहाँनिर पुरा के रोज्दैछ के खाने हो कहाँ खोइ कान्छी कहाँ त के खाने देखा जा ओ देखाउनु गयो आम्मामा देखाउनु थाल्यो उसले मोमो सबै खाने कान्छी ए सबै खाने अरे उसले सबै देखाउनु थाल्यो ल आम्मा सबै खाइसक्छ नि त तिमीले पनि आइसक्यो होइन लो कान्छी खानु थाल दे कान्छी रुसेल पनि खानु थाल्दियो ओ रुसेल यहाँ आइसकेको छ हो 3 जनाको आइसक्यो होइन अन्त यसको चाहिँ टाइपो भने छ अन्त कान्छीले त्यही टाइपो नै खान्छ अहिले त पिरो छ हो यो खान सक्दैन यसले पिरो खान्छ अरे छोरी चल्छ